यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले। थ्याङ्क यू। के भन्नुभयो अरे बुझेन कि अलिक प्रश्न सोध्नु न। कलाकार भइसके पछाडि चाहिँ अब तपाईँ एउटा पब्लिक फिगर होइन, पब्लिकले तपाईँको कुरा कसरी लिन्छ तपाईँको पब्लिकको लागि हुन्छ नि त। र पब्लिकलाई के मनपर्छ के मन पर्दैन आफ्नो एउटा पर्सनल पोइन्ट अफ भ्यू राख्नुभन्दा पनि पब्लिकको हिसाबले बोल्नुपर्छ भन्ने चाहिँ हेका आउँछ कि आउँदैन भनेर सोधेको। अब लाइफलाई त्यस्तो धेरै कम्प्लिकेटेड बनाउन त हुँदैन जस्तो लाग्छ मलाई। जस्तो तपाईँले भने जस्तो अब भोलि पब्लिकले चाहिँ तैँले कहाँ भात खाएको भन्ला होइन, अनि भातै नखाने भन्ने कुरा हुँदैन। त्यति साह्रै चाहिँ डिटेलमा चाहिँ हुँदैन। तर तपाईँले भने जस्तै हामीलाई हाम्रो समाजलाई के कुरा जरुरी छ अथवा अहिले समाजको आवश्यकता के हो, समाज कसरी अगाडि बढ्नुपर्छ, समाजको समस्याहरू के हो भन्ने कुराहरूको चाहिँ हेक्का राख्नुपर्छ जस्तो लाग्छ। विचारहरू राख्दाखेरि, आफ्ना कुराहरू राख्दाखेरि, पब्लिकली राख्दाखेरि कहिलेकाहीँ हामी के हुन्छ भने जस्तो यहीँनिर पनि व्यक्तिगत रूपमा अथवा एउटा माहौलमा एक खालको विचार व्यक्त गरिन्छ। अहिले कस्तो छ भने चाहिँ कुराहरूलाई एकदमै डिटेलमा सुन्ने अथवा डिटेलमा बुझ्ने विचारहरूको एउटा सौन्दर्य हुन्छ कि कुनै पनि कुराको कुनै पनि विचारको एउटा डेप्थ हुन्छ। त्यो म चाहिँ कलामा काम गर्ने मान्छे, म चाहिँ भाषामा काम गर्ने मान्छे, मेरो कला अथवा मेरो शैली गाली होइन, मेरो शैली कलाकारिता हो, मेरो शैली भाषा हो, मेरो शैली सौन्दर्य हो, मेरो शैली विश्लेषण हो, मेरो शैली समीक्षा हो। म भनौँ न तपाईँले भने जस्तो कुनै व्यक्तिको अथवा कुनै अडियन्स मात्रैको, जनता मात्रैको अथवा दर्शक मात्रैको, नेता मात्रैको, सरकार मात्रैको, राजनीति मात्रैको होइन। म चाहिँ एउटा स्वतन्त्र सर्जक हुँ जसले समाजलाई पनि छुट्टै तरिकाले हेर्छ, जसले समाजलाई शासन गरेकाहरूलाई पनि छुट्टै तरिकाले हेर्छ। दुवैजनालाई हेर्छ, उनीहरूलाई पनि प्रश्न गर्छ र समाजको चेतनामाथि पनि प्रश्न गर्छ। सो तपाईँलाई भने जस्तो समाजले जे भन्छ त्यही भन्ने पनि हुँदैन र अरू कोही कसैले चाहिँ त एकदमै राम्रो हो भन्ने पनि हुँदैन। सो हामी सर्जकहरू चाहिँ बिचमा रहेर तटस्थ बसेर, यो अहिलेबाट होइन धेरै पहिलादेखि नै सर्जकहरू कहिलेकाहीँ चाहिँ उनीहरूको आफ्नो धरातल के हो, आफ्नो रुट के हो भन्ने कुरामा कहिलेकाहीँ सर्जकहरूमा प्रश्न गर्ने गरिन्छ। म मात्र होइन, धेरै राम्रा धेरै ऐतिहासिक सर्जकहरूको पनि एउटा समस्या चाहिँ के हुनसक्छ भने खास के कसरी सोध्छ त कुराहरूलाई भन्ने एउटा प्रश्न चाहिँ सदैव रहन्छ कि किनभने उसले सबै कुरालाई विश्लेषण गर्छ, सबै कुरालाई प्रश्नको नजरले हेर्छ, सबै कुराहरूलाई प्रेमको नजरले हेर्न सक्छ, सबै कुराहरूलाई सम्भावनाको नजरले हेर्न सक्छ। सो मेरो नजरहरू पनि त्यस्तै अरूको भन्दा केही फरक चाहिँ हुन सक्ला। तर तपाईँले भने जस्तो अब त्यस्तो कसैले के भन्यो भनेर त्यही कुरा नै मैले सोच्नुपर्छ भन्नुपर्छ भन्ने हेक्का चाहिँ राखेर त्यति साह्रै लाइफलाई कम्प्लिकेटेड बनाउनु हुन्छ जस्तो एउटा सर्जक चाहिँ पक्षपाती हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन।